हेलो हेलो सम्पूर्णमा नमस्कार। आज मैले तपाईहरुलाई देखाउन गइरहेको छु आफ्नै घरमा चाहिँ एभोकाडोको बिरुवा उमार्ने तरिका है। मैले चाहिँ यसरी देख्न सक्नुहुन्छ यो गमलामा है मैले आफूले बजारबाट एभोकाडो किनेर ल्याएर खाएर त्यसपछिको यो भित्र बिरुवा यो दाना हुन्छ है त्यसलाई चाहिँ यसरी गमलामा 1.5 महिना यो थोरै माटोमा डुब्ने गरेर यसरी आधी युज हुने गरेर चाहिँ अलिअलि पानी छम्किँदै 1.5 महिना यसरी राख्दिनुस्। त्यसपछि 1.5 महिनापछि यो आफै है यदि बिरुवाको यो बिउ राम्रो छ भने चाहिँ यसरी चाहिँ यो आफै फुट्छ है। यहाँ बिस्तारै यो भित्र चाहिँ यो अंकुरित हुन लागेको छ। अब यो 1.5 महिनामा चाहिँ अंकुरित हुन्छ। मैले यसरी नै उमारेको चाहिँ अर्को चाहिँ 1 महिना भयो अंकुरित भएर माथि आएको चाहिँ यो बिरुवा छ। हेर्नुस् यसरी चाहिँ मैले घरमै उमारेर अहिले यो अब यो बाहिर लगाउन तयारी छ। देख्न सक्नुहुन्छ यो यसरी नै उमारेको हो मैले चाहिँ। यहाँ साइडमा यो ड्र्यागन फ्रुट छ त्यसैको गमलामा चाहिँ मैले यसरी राखिदिएको हो। अनि यसरी उम्रेर यो उम्रेको चाहिँ यति अग्लो बिरुवा छ। यो 1 महिना भयो। यसरी नै उमारेको चाहिँ अर्को पनि बिरुवा छ। मैले हजुरहरुलाई देखाउँछु। मैले यो 3 वर्ष भयो यसरी नै उमारेर लगाएको। त देख्न सक्नुहुन्छ यो बिरुवा जुन यो रातो कपडाले चाहिँ बेरेको छ। यो मैले बाख्राले खाइदियो त्यही भएर चाहिँ यसरी बेरेको। यो 3 वर्षको बिरुवा हो। यो यति ठुलो भएको छ। यो उता साइडको हैन कि यो पातहरु जुन रातो रातो पलाएको छ टुप्पामा चाहिँ पालुवा सानसानो यो चाहिँ एभोकाडोको बिरुवा हो। मैले नि यसरी नै अघि हजुरहरुलाई देखाए जसरी नै उमारेर चाहिँ मैले आफैले रोपेको हो। हजुरले पनि आफूले बजारबाट किनेर ल्याएको खानाको लागि ल्याएको चाहिँ जुन एभोकाडोको भित्रको दाना हुन्छ त्यसलाई बाहिर यत्तिकै नफालेर त्यसै गर्नुभयो भने चाहिँ एभोकाडोको बिरुवा उम्रिन्छ। हजुरले रोप्नुभयो भने चाहिँ 5-7 वर्षपछि फेरि फल दिन थाल्छ है। यसरी नै रोप्नु होला, नफाल्नु होला।